सबैजनाले एकचोटि यो तलपट्टिको भिडियो हेर्नु त। स्याललाई काला आयो भने सर खोज्छ रे, तर यी कामी दमाईलाई काला आयो भने राजा खोज्दो रहेछ। लु सुन्नुहोस् त यो कुरा। अन्तमा सबैलाई सोध्छु, राजा कि राष्ट्रपति? त्यसो हेर्दाखेरि चाहिँ भ्रष्टाचार सबै कुराहरू भइरहेछ होइन, हजुरको करप्सनहरू सबै। अब 10वटा राजाले लिनुभन्दा त एउटै राजाले लिएको राम्रो होला। त नि मात्र उ त कामी दमाई भयो, त मात्र झ्याक्ने भुटानबाट उछिटेर नेपालमा आएको, नेपालबाट उछिटेर इन्डिया पुगेको नि त। मात्र झ्याक्ने धोतीको बच्चाला मात्र न यताको न उताको मात्र बिचको छालामा झ्याक्ने थाहा नै छैन को मात्र कोबाट निस्क्या कहाँबाट निस्क्या भन्ने कुरा थाहा छैन। यसलाई गएर सोध्यो भने यसले भन्छ होला मात्र ठमेलको चाहिँ तेस्रो गलीको चाहिँ टर्निङमा निस्केको नि त यो मा झ्याक्ने। न बाउ थाहा छ न आमा थाहा छ मा झ्याक्ने कहाँबाट उछिटेर कहाँ पुग्या भन्ने कुरा नि यसलाई थाहा छैन मा झ्याक्ने। अनि झ्याक्ने मात्र तेरा बाउबाजीहरूले देशलाई बेचेर खाएर देशभित्र आतंक मचाएर देशलाई खाएर बेचेर सकाइदिन लागिसक्यो त नि राजा नखोजिके तेरा बाउ पर्सन्टेला खोज्नु पर्यो त मा झ्याक्ने। तँ जस्तै आतंककारीहरू चाहिँ देशभित्र घुसाएर मात्र देशलाई लुटेर बेचेर खाए नि त, हो त्यही कारणले गर्दा राजा खोजिरहेको के मात्र बुझिस् नि यति कुरा। साला मात्र पर्सन्टेले कुन बेलामा साला मात्र भाषण दिन गएको बेला डाँडातिर गएर मात्र कुन चाहिँ झाडीमा मात्र हल्लाएर झारेको थियो नि त मात्र, हो त्यहीबाट निस्केको मा झ्याक्ने हो नि त यो मात्र। साला मात्र अनुहार हेर्दा पनि साला मात्र इन्डियाको त्यो बिहारतिरबाट भागेर मुजी नेपाल घुसेर आ जस्तो छ यो मा झ्याक्नेलाई। होइन मात्र यस्ता मात्र कुलङ्गरलाई मा झ्याक्ने नेपालको कसले छिर्नु दियो भनेको के? अलिकति नेपालको त्यो नाकातिरको अलिकति सेक्युरिटी टाइट गर्नु पर्यो के? यस्ता देशभित्र भ्रष्टाचार बाहेक अरू केही पनि मचाएको छैन देशभित्र आजको समयमा। साला मात्र बेरोजगारी बाहेक अरू केही पनि छैन। अनि यो सबै चाहिँ तेरै बाउ चोर फटा मात्र आतंककारीहरूले गर्दाखेरि भएको हो बुझिस् नि मा झ्याक्ने। मा झ्याक्ने तुरिने कुएको भएपछि फुसिकाबाट कतिलो हुन्छ भनेको के मा झ्याक्ने हो यही हो त्यो भनेको। एउटा कुरा भन्दै त्यो केटी चाहिँ कामी दमाई भयो अनि तँ चाहिँ को हो त नि भने के? तँ चाहिँ को? तँ चाहिँ नेपाली होइन? अनि तँ चाहिँ कहाँबाट उछिटेर आइस् त नि नेपालमा? तँ चाहिँ के हो मात्र झ्याक्ने? धोतीको बच्चा हो त? अब बाउबाजीहरूको तारिफ गरौँ भने त बाउबाजीहरूले त देशभित्र केही पनि गरेको छैन। लुटमार मचाउने भ्रष्टाचार मचाउने चोर फटाइ गर्ने बाहेक अरू केही पनि गरेको छैन। भन्नलाई केही पनि छैन। अनि गर्ने के भन्दा राजाको विरोध गर्ने, राजालाई नराम्रो भन्ने, राजालाई गाली गर्ने, यही त यिनीहरूले जानेको गर्नलाई भनेको। साला मात्र आतंककारीको त बचाउने हो भन्दा धेरै आज त अरू के नै गर्न सक्छौ र हामीले भनेको के? हेर अब तिनीहरूलाई पिर परेला भोलि गरेर राजा आइसकेपछि अब तिनीहरूको बाउबाजी कहाँ भाग्ने, तिनीहरू कहाँ जाने, के गर्ने भन्नु भयो होला। पिर नगर मात्र तिनीहरूको बाउबाजीहरूलाई नि गर्दनमा समातेर लिएर आएर 7 फिट खाल्टो खोलेर मुजी जिउँदै गाड्दिने हो बुझिस् नि। अनि यसरी नै बेसी भइराखिस् भने त्यही बाउबाजीहरूसँग नि मात्र तिनीहरूलाई पनि जिउँदै त्यही खाल्टोमा गाड्दिने हो। अनि एउटा चिज के भनेर भन्दाखेरि नि यसरी जात भातको कुरा गर्नुको साटो नि सबभन्दा पहिला नि आफूले आफूलाई नेपाली भन्न सिके बुझिस् नि। तँलाई कसैले सोध्यो भने तिमी को हो भनेर भन्दाखेरि सबभन्दा पहिला चाहिँ म चाहिँ एउटा नेपाली हो र यो चाहिँ हाम्रो देश नेपाल हो भनेर भन्नलाई सिकेर आतंककारीको गु खाएर साला मात्र 2 थाल भात खाएर हिँडेको छ हैन। यदि मान्छे बन्नु छ भने नि सबभन्दा पहिला म चाहिँ नेपाली हो र हाम्रो देश नेपाल हो भनेर भन्नलाई सिकेर यसरी नै जात भातको कुरा गरेर हिँड्न थालिस् भने नि के भोलि गएर चाहिँ तेरो बाउबाजीहरू जुन खाल्टोमा पर्छन् फेरि त्यही खाल्टोमा परेर मात्र सितेलास फेरि बिना काममा हाम्रो देश अगाडि किन बढ्न नसकेको भनेर भन्दाखेरि हाम्रो देशभित्र यस्तै यस्तै साला मात्र गु खाने साला मात्र कुलङ्गर आतंककारीहरूले भरेको छ नि त। हो त्यही कारणले गर्दाखेरि आजसम्म पनि हाम्रो देश यति धेरै पछाडि परेको कारण यिनीहरू जस्तो मान्छेहरू देशभित्र छन् त। हो त्यही कारणले गर्दाखेरि अनि हिजोको दिनमा नि जुन जब जनयुद्ध भएको थियो नि हो त्यो जनयुद्धमा नि यस्तै यस्तै आतंककारी र यिनीहरूको बाउबाजीहरूले चाहिँ देशभित्र चाहिँ दुईटा नेपालीहरूलाई चाहिँ यसरी नै जात भातको नाममा चाहिँ मान्छेहरूको आँखामा पट्टी लगाएर मात्र दुईजना नेपालीहरूलाई चाहिँ एकअर्कासँग चाहिँ लडाएर मात्र रगत बगाएर मात्र 17,000 को ज्यान लिएको यसको बाउले मात्र झ्याक्नेले। अनि तेरा बाउले स्टेजमा चढेर म 5,000 को जिम्मा लिन्छु भनेर पनि भने मात्र तेरा बाउले त्यसको लागि पनि रेडी भएर बस्नु पर्यो। तेरा बाउले त मात्र गर्दनमा समातेर 7 फिट खाल्टो खनेर मात्र जिउँदै काट्दिने हो बुझिस् नि। अनुहार हेर्दा नि आतंककारी साला चोर जस्तो छस् मा झ्याक्ने। फेरि पुलिसले मात्र साँच्चीकै चोर हो भनेर समातेर भित्र कोदेला फेरि अलिकति होस गरेर बाहिर बुझिस् नि। उसको नाम लिएर चाहिँ उब्रेर राजालाई गाली गरिरहेको छस् नि तँ आजको दिनमा। हो त्यो राजाले तेरा बाउलाई नि जीवन दान दिया बुझिस् नि। त्यो बेलामा जनयुद्ध गरेर तेरा बाउ भागेर इन्डिया गएर लुकेर बसेको थियो बुझिस् नि। त्यो बेलामा राजाले चाहेको भए तेरा बाउलाई समातेर आर्मी परिचालन गरेर साला मात्र भुर्दिन सक्थे बुझिस् नि। यदि त्यो बेलामा तेरा बाउलाई भुर्दिन पर्ने हो साला मात्र भुर्देको भए तँ जस्तो कुलङ्गर मात्र झ्याक्ने जन्मिन्थेन मात्र अहिलेको समयमा नेपाली जनताले तँ जस्तो कुलङ्गरहरूलाई झेल्न पर्थेन के बुझिस् नि मा झ्याक्ने। तेरा बाउलाई नि राजाले त्यो बेला जीवन दान दिएको भएर आजको समयमा मात्र तेरा बाउले सास फेरेर हिँडेको छ झ्याक्ने। जुन देश त्यही